Hello everyone in Dubai. हिजो र आज चाहिँ यस्तो भएछ कि पुरै आधेरो भएको छ यो दुबईमा पुरा आधेरो भएको छ गाडी नि चलेन हामी हिँड्दै हिँड्दै काम गर्नको लागि यसो हिँड्दै आएको थियो सो गाडी पनि चलेको छैन यसरी हिँड्दै आछ यो पुरा आधेरो न आधेरो छ के देखेको छैन पुरा आधेरो छ हामी हिँड्दै छौं तर गाडी चलेको छैन त्यही भएर यहाँ बसिरहेको छु सबै साथीहरु पनि अनि ससानो भ्यानहरु चाहिँ चल्न दिएको छ ठुलठुलो लेबर बस चाहिँ चल्न दिएको छैन है पुरै बन्द गरेछ त्यो साथले हाम्रो नेपाली सिक्युरिटी दाइहरु जस्तो लाग्छ यहाँ उनीहरुको चाहिँ गाडी आइसकेको छ हाम्रो चाहिँ आएन सो आज चाहिँ यस्तै भएको छ हिजो पनि यस्तै भएको थियो करिब 9:30 तिर खुल्यो अनि हामी ड्युटी गयो अनि आज चाहिँ त्यस्तै 8 बज्यो 8:15 बज्यो 8:15 मा खुलेकै छैन कि अलि घटेकै छैन हिजो त यतिखेर त घटिसकेको थियो सो आज चाहिँ घटेकै छैन पुरै आधेरो छ के देखेको छैन यस्तै आधेरो छ गाडीहरु चाहिँ चलेछ तर ससानो गाडीहरु चल्दैछ हाम्रो लेबर बसहरु चाहिँ चल्न दिएको छैन पुरै आधेरो छ यता घाम अलि देखेछ यहाँ छ घाम अरु त छैन यहाँ पुरै आधेरो कहाँ हो सास फेर्न पनि कुसमुकुस भएको छ यस्तै छ रमल घरी बस्ने साथीहरु के छ पुरै रमल घरी रमल हे बलुवा यस्तो बलुवा पाए त नेपालमा कति घर बनाउँथे है सबै बलुवा छ अब के गर्ने त हो साथीहरु सो आजको भिडियो यस्तै भयो पुरै आधेरो घाम यहाँ देखेछ अलिअलि देख्नुभयो देख्नुभयो घाम अलिअलि देखेछ सानो टिका लगाएको जस्तो देखेछ है पुरै आधेरो छ यहाँ सबै काम गर्ने साथीहरु पनि फर्किन लाग्छ हामी त अब रुमतिर है सो हामी रुमतिर फर्किन्छ होला गाडी 10 बजे 11 बजेको जति बेला खोल्छ त्यतिखेर आउँछ ल साथीहरु सिसियो सिया ओके साथीहरु बाइ भोलि यस्तै भलक आउँछ भन्न चाहन्छु है सो बन्द गरे यतिकै अनि यसो पुलिसहरुले बोलाइदियो हामीले देख्यो भने चाहिँ फाइन हान्न सक्छ यसरी भिडियो बनाउँदाखेरि ल